काठमाडौँ क्षेत्र नम्बर 5 मा हेभीवेट उम्मेद्वारहरू बीच हुने चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। 2079 सालमा ईश्वर पोखरेललाई हराएका प्रदीप पौडेल र कमल थापा पनि यसै मैदानमा छन्। रासपाका सस्मित पोखरेल र नेकपाकी कल्पना शर्माले हेभीवेट उम्मेद्वारहरूलाई कडा चुनौती दिने देखिएको छ। यो क्षेत्रका मतदाताहरूको कुल संख्या करिब 78,144 छ, जसमा स्थानीय तह र वडाको विभाजनले प्रतिस्पर्धा अझ जटिल बनाएको छ। गत निर्वाचनका नतिजा हेर्दा एमाले र कांग्रेस बीच नै मुख्य भिडन्त हुने गरेको थियो, तर यसपटक भने रासपा र राप्रपाले आफ्ना पुराना दलप्रतिको वितृष्णा र संगठन विस्तारको फाइदा उठाउने आशा राखेका छन्। स्थानीय मतदाताहरूको नजरमा अहिलेको चुनावी परिणाम अनुमान गर्न कठिन छ। पछिल्ला 3-4 पटकको निर्वाचनका आँकडाले यो क्षेत्र कहिले पनि पूर्वानुमान अनुसार नचल्ने पनि देखाएको छ। यसपटक मत बदलिने पूर्वानुमान, नयाँ दलको आगमन र पुराना अनुहार सबैको मिश्रणले काठमाडौँ 5 को चुनाव रोचक बनाउन निश्चित नै छ। पुराना दलका नेताहरू विजयी हुन्छन् कि नयाँ दलका चुनौतीले यस क्षेत्रको राजनीतिक परिवर्तन गर्छ? तपाईलाई के लाग्छ? कृपया तपाईको विचार तल कमेन्टमा लेख्नुहोस्।